हेलो गाइज, के छ सन्चै हुनुहुन्छ? म त अझै पनि काठमाडौँतिरै छु है। अनि आज चाहिँ हामी बिहान बिहानै गर्न निस्किसकेका छौँ। हामी चाहिँ सुन्दारामा बस्छौँ कि धरहराको नजिकै। कस्तो राम्रो लाग्छ यहाँनिर, हेर्न धरहरा कस्तो राम्रो देखिया। अनि भाउजू र म चाहिँ टक्क ट्रेनिङ गरेर हिँडेको थियौँ। अनि सर आज चाहिँ हामी हिँड्दै हिँड्दै सपिङ गर्न जाने भनेर हिँड्दै हिँड्दै गयौँ। अनि दाइले कस्तो मिठो खाजा खाने ठाउँमा लिएर जानुभयो। अनि त्यहाँ चाहिँ हामीले जेरी पुरी टन्न भुँडी फुट्ने गरी खायौँ। आइसकेपछि अनि हामी चाहिँ जुत्ताहरू हेर्न गयौँ। जुत्ताहरू पनि राम्रो राम्रो आएको थियो। अनि त्यसपछि अब त मोटो मोटो ज्याकेट हाल्ने सिजन छ नि त। अनि मोटे मोटे ज्याकेटहरू पनि हाल्यौँ, इन्स्टिटरहरू टन्नै हाल्यौँ। साउहरूलाई हेर्न त्यहाँ कति मक्ख परिपरि प्याक गरिदिइरहनु साउहरू चाहिँ। त कति ह्यान्डसम हुनुहुँदो रहेछ नि, त मक्खै के बिचराहरू, तर राम्रा थिए साउहरू बिचरा है। कस्तो हेल्पफुल के सबैजना। सिस्टर हेर्न कति क्युट, लास्टै राम्री लाएर मैले उहाँको भिडियो चाहिँ बार बार गरिरहेको थिएँ। राम्रै हुनुहुन्छ उहाँ। अनि फेरि भाउजू र म चाहिँ टाँसिँदै बस्दै अनि फेरि हामी दाइले फेरि फर्किने बेलामा सर घुमाउँदै घुमाउँदै लिएर जान्छु तिमीहरूलाई भनेर घुमाउँदै घुमाउँदै ल्याउनु भयो। कस्तो घुमाउनु मन लाग्ने कि हाम्रो दाइलाई चाहिँ, हेर्नु न। अनि म चाहिँ टुच्चा टुच्चा भिडियो लिँदै लिँदै आएँ। बालनले कति राम्रो बनाएँ अहिले काठमाडौँ। कस्तो राम्रो लाग्छ कि पहिला पहिला काठमाडौँ छ्या जस्तो लाग्थ्यो, घिन लाग्थ्यो है। अहिले त कस्तो रमाइलो लाग्छ भनेको काठमाडौँ आउँदा नि, शान्त आनन्द कस्तो राम्रो सफा छ नि त। अनि त्यसपछि चाहिँ हामी फेरि काठमाडौँ महलतिर लाग्यौँ। त्यहाँ चाहिँ हाम्रो भाउजूको दोस्त हुनुहुँदो रहेछ। अनि ल भेट्न जाऊँ न त भनेर अनि गयौँ। कस्तो राम्रो रहेछ वा त्यहाँको सामानहरू पनि। अनि 2-4वटा भिडियो पनि छुट्टै पनि बनाएको छु मैले, हेर्नुभयो होला हजुरहरूले। अनि सामानहरूको सर भिडियो बनाएको कस्तो राम्रो रहेछ है। तपाईँहरूले पनि सपिङ गर्न अलि महँगो महँगो सामान चाहियो भने काठमाडौँ मलमा जानु होला। यस्तो राम्रो राम्रो सामान रहेछ, तर लास्टै महँगो के। अनि त्यसपछि हामी चाहिँ त्यहाँ हेर्नु न, मलाई एकजनाले नमस्ते गरेको थियो, म पनि रिप्लाई गर्दै गएँ। अनि यहाँ चाहिँ एकदमै राम्रो राम्रो ब्रान्डेड आइटमहरू चाहियो भने चाहिँ हजुरहरू जान सक्नुहुन्छ। एकदमै राम्रो राम्रो पिसहरू थियो। साथीसँग पनि भेट, उहाँ पनि एकदमै क्युट हुनुहुँदो रहेछ, बोलीचाली पनि कति राम्रो। मलाई चाहिँ एउटा ब्लेजर एकदमै मन पर्यो। अनि मैले पनि एउटा ब्लेजर लिएँ। अनि राम्रो रहेछ त्यहाँको सामानहरू, हजुरहरू पनि चाहियो। अनि त्यसपछि मलाई पनि एउटा ब्लेजर लिन मन लाग्यो। अनि टक्क लङ कोट लिएँ मैले पनि। अभियाना अप्रियल हो कि के हो नाम पनि मलाई याद भएन। अनि त्यसपछि त्यहाँ नजिकै फेरि ममताज पनि रहेछ, मैले भिडियोमा हेरिरहन्थेँ कि। अनि त्यसपछि रियलमै गएर उहाँसँग भेटघाट पनि भयो। अनि त्यसपछि लगत्तै हामी त्यहाँबाट निस्क्यौँ। घुम्न हिँड्दाखेरि त धेरै मजा आउने है, कस्तो रमाइलो लाग्यो, यस्तो मजा आयो। अनि यसरी सेलमा लगाउँदो रहेछ है काठमाडौँमा। अनि काठमाडौँमा त मिलाएर पाइन्छ भनेर कति ग्राहकले भन्नुहुन्छ नि, यसरी सेलमा त जस्तो नि खोजे नि भेट्दो रहेछ नि त, कस्तो दामी दामी आइटम। अनि त्यो बेला मैले टुच्चो भिडियो लिइहालेँ। अनि त्यसपछि चाहिँ भिडियो इन्ड गर्नको लागि मैले टक्क अब खानासाना खायौँ राति आएर। अनि हामी सबैजनाले एकदम इन्जोय गऱ्यौँ। ओके बाई, सी यु नेक्स्ट भिडियो।